Is that so making that busy one? आँखाभरि आँसु राखी मनको फारहरू पानाभरि कोर्दैछु टुक्रिएको इच्छा एक एक गरी जस्तो तस्तो जोड्दैछु खै के म सोच्दैछु बेहोसमै छु कि म होसमै छु खोज्दैछु कि म छोड्दैछु सबै थोक तिमी जस्तै बत्ती गयो म अझै पनि एकहोरो टोलाउँदैछु कागको छोरी एकान्तमा कराउँदैछु मलाई अलपत्र छाडी गएको आत्मालाई हात जोडी बोलाउँदैछु आफैलाई म हजारौं प्रश्न गर्छु उत्तर आफैलाई सुनाउँछु म सोच्छु ती गर्छु जो फागेले चुराउँछ तर ती मात्र गर्न खोज्छु जो मलाई मृत्युसम्म पुर्याउँछ मलाई पीडा हुँदा तिमीलाई दुख्छ होइन र मेरो जस्तो मुटु तिमीसँग छैन र मेरो बानीहरूले मलाई किन मार्दैछ शरीरबाट आत्मा फेरि सास सार्दैछ सँगै मर्ने बाँच्ने भने तिमीले होइन र मैले दिएको पत्र तिमीसँग छैन र तिम्रो जस्तो मेरो भाग्य किन रहेनछ तिमीले चाँडै पनि चित्त आउँछ लैजान मलाई जानु मन थियो तिमीसँग सुनसान टाढा पारी तिम्रो हात समय डोली चढाइ लिन मन थियो तिम्रो लागि रातो सारी अङ्गालो मारी जिउन मन थियो साथ जन्नै बाचा राखी तर तिमीले भन्यौ म तिम्रो होइन अरूको हात माथि हात राखी त्यसैले अहिले मलाई जानु मन छ तिमी बस्ने सहर छाडी सबै निक्लिसक्यो लाइफबाट यादहरू मात्र बाँकी मलाई होप थियो दौडी आउँछ दुनियाँको नियम तोडी बिको मण्डप छोडी मलाई किन तिमी बाहेक कोही मन पर्दैन सबैमा खोट भेट्छु जसलाई पर्फेक्ट देख्छु त्यसमा नि तिमी खोज्छु सोच्छु अब तिमी जस्तै बन्छु फेरि आफैलाई म प्रश्न गर्छु कि कसैको मुटु मैले पनि तोड्न सक्छु म नभए नि तिमी खुसी हुनु ल मैले त हारिसके तिमी तारा छुनु ल बाचा भयो अर्को छुने तिम्रो बन्छु म तिम्रो राम्रो होस् भनी प्रे गर्छु म मलाई बुझ्ने भयो मेरो गीत सुन्नु ल मलाई मन छैन तिमी अझै चिन्नु ल तिमी सँगै हुन्छ आकाशमाथि हेर्नु ल तिमी सफल भएको मलाई पनि हेर्नु छ धेरै छ अझै कुराहरू गर्न बाँकी तिमी आउनु एकचोटि तिम्रो सबै जीवन बोकी म बसिरहेको छु स्वर्ग बाहिर तिम्रो बाटो कुरी कसलाई पुग्नु माया यहाँ कोही छैन मेरो लाइक गाह्रो हुँदा सम्झिनु मलाई म आउँछु स्वर्ग बाटो तिम्रो हात थाम्नु ठिकै गर्यो लास्ट टाइम मेरो आँखामा नहेरी मलाई बाई भन्यो यदि हेरेको भए आफूले आफूलाई कहिले पनि माफ गर्न सक्ने थिएनौ एउटा बाचा गर यो गीत सुनेपछि तिमी कहिले पनि रुने छैनौ मेरो बाँकी भएको भोक तिमीले भर्नु है मेरो यादहरू खाडल खनी गाड्नु है मेरो सब चल्दा तिमी पनि आउनु है मेरो बारे सोधे पागल थियो भन्नु है त्यो पल प्लिज साँचो बनिदिनु है मेरो आमाको हात तिमीले थाम्नु है मेरो जे भयो नि तिमी खुसी हुनु है मलाई जस्तो उसको साथ कहिले छोड्नु है Comfort and friendly, who aims to be a popular rapper, Wijiwan, from the pride of Lumbini Pradesh, Nepalganj. This is Wijiwan र उहाँको प्रस्तुति performance कस्तो रह्यो? Let's get the feedback from the jury members. Maybe start with Rekha ma'am. Namaste ma'am. नमस्ते रिजवानजी यो चाहिँ के सिम्बल हो खास फेस छोपेर किन गाउनु भयो यो चाहिँ एउटा आत्माले गाइरहेको हो शोधित आत्माले ओके त्यही भएर तपाईँ कसलाई भनेर यस्तो एउटा स्टोरी हो म्याम नाइस स्टोरी टेलिङ होइन तपाईँले राम्रो